यामाल त अस्तिको झड्काले यार डिप्रेसनमा पुगिसक्यो भन्छ त केटा हो। न्युज त यस्तो यस्तो पो आउँछ त यार, के हो कुरो यहाँ। अस्तिको गेमले त यामाललाई पुरा दिमागदेखि लिएर पेटसम्मै लाग्यो क्या यार। ट्रेनिङ गर्न पनि जाँदिनँ भन्छ अरे आजभोलि यार, पुरा पागल भएको र यार, साइको भएको अरे। अब ड्रग्स माग्दैछ अरे यार, ड्रग्स खाने भन्छ अरे। बिचारालाई पुरा निन्द्रै लाग्दैन र अनि मातेर बस्नुपर्छ अरे, निन्द्रै लाग्नु पनि होइन। के हो कुरो यार, तिमीहरू बार्साको फ्युचर देख्नेले पुरा रक्सी खाएर बसिरहेछ त यार। अनि अस्तिको गेममा होइन यामाललाई चाहिँ अरूलाई त थाहा भएन होइन, तर यामाललाई चाहिँ पकेटमा सबले हालिरहेको थियो क्या। बोल्ने त्यत्रो हजारौँ क्राउन्ड उसकै पछाडि लडेपछि अनि अब त्यो ग्राउन्डको खेलाडीहरू सबै उसलाई नै ताकेपछि यामाल कहाँबाट बाँच्नु यार। पुरा डिप्रेसन भएको छ अरे होइन। बार्सा फ्यान यसो भिडियो बनाइदियो यार, यसो इज्जत बढाइदियो होइन, खतरा खेल्छ भनेर इज्जत बढाइदियो, हौसला बढाइदियो। दुःख पर्दा हो साथ दिनुपर्ने होइन, दुःख परेको छ साथ दियो यार केटा।